सो फाइनली हामी चाहिँ गुफाको अगाडि भागमा आइपुगिसकेका छौँ। तै पनि गुफा चाहिँ अब यहाँ देख्न सकिन्छ हामी यस्तो केकभित्र गाइस। यो रहेको छ चम्सी भेल वाइल्ड लाइफ रिजर्भको चाहिँ केक होइन। के हो यहाँ चाहिँ अब यस्तो ह्याङ्गिङ रक छ डेन्जर होइन, यस्तो डेन्जर होइन। हेलो गाइज व्हाट्स अप, आई होप अल अफ यु गाइज आर डुइङ एब्सोल्युटली वेल। एन्ड आज चाहिँ म आएको छु चम्सी भेल वाइल्ड लाइफ रिजर्भ होइन। यहाँ चाहिँ अब तपाईँहरूलाई चाहिँ नेचर वाक मनपर्छ, फरेस्ट मनपर्छ होइन, अनि चाहिँ सर्ट ट्रेकिङको लागि चाहिँ हुन्छ नि इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ तपाईँहरू पनि यहाँ आउन सक्नुहुन्छ। चम्सी भेल वाइल्ड लाइफ रिजर्भ होइन इज जस्ट 30 मिनट ड्राइभ फ्रम होबार्ट सिटी होइन। त्यही हो, अब आज चाहिँ हामी यहाँ चाहिँ घुम्छौँ। म र मनिषा पनि आएको छ आज पनि होइन। सदा चाहिँ देख्न सक्नुहुन्छ दिस वे छ। अब यो सिग्नलबाट हेर्न सक्छ दिस वे चाहिँ जाँदैछ केप ट्र्याक होइन, रिटर्न बिया फ्ल्याट रक ट्र्याक। सो इट गोना टेक 1 आवर लुप 4 किलोमिटर। सो 30 मिनट टु रिच एन्ड 30 मिनट टु कम ब्याक आई थिङ्क। सो लेट्स गो गाइज। त्यही अहिले चाहिँ हामी हुन्छ नि अब हिँडिरहेको छौँ। केभहरू चाहिँ छ यता माथि, यो यतापट्टि यो डाँडा देख्न सक्नुहुन्छ, यता चाहिँ केभ छ होइन। यहाँनिर चाहिँ बाटो छेकिएको रहेछ रुख लडेर। अनुर चाहिँ यसलाई पिङ खेल्दैछ ऊ चाहिँ। बच्चामा यस्तै खेलिन्थ्यो नि त होइन। बच्चामा यस्तै खेल्थ्यौँ नि त हामीहरू, त्यही भएर। अलि उकालो उकालो रहेछ है। दाउराहरू चाहिँ कत्तिकै है, काठहरू सबै सुकेर टन्नै छ। सो अब हामी चाहिँ आजको टार्गेट चाहिँ हुन्छ नि यहाँको यो चम्सी भेलको केभ जाने छ होइन। सो एज यु गाइज क्यान सी हियर, यो चाहिँ दिस वे केभ जान्छ होइन। अब यो तल्लो बाटो चाहिँ मेबी ओम्ब्याट वाक होइन, ओम्ब्याटवाला भ्यूहरू चाहिँ देख्न सकिन्छ। अब यतातिर चाहिँ अहिले त अब छैन, किनकि डे लाइटमा चाहिँ यिनीहरू अब खासै एक्टिभ हुँदैन ओम्ब्याटहरू होइन। अनि बेलुका अब हुन्छ नि, बेलुका र बिहान चाहिँ पख चाहिँ ओम्ब्याटहरू अलि एक्टिभ हुन्छ। केही छैन अहिले, अब हामी अब यहाँ डुल्दा डुल्दै होइन साँझ पख हुन्छ, त्यतिखेर चाहिँ ओम्ब्याट पनि देख्छौँ होपफुल्ली। तर अहिले भने चाहिँ हामी जाँदैछौँ केभ हेर्नलाई होइन। यो डाँडामाथि केभ छ होइन। के हो यो फुल हो? फुल त होइन, पात। ठिकै छ ल, लेट्स गो। एकदम ठुलो स्टोन यो छ नि, रक छ होइन। ठुलो त होइन, सानै छ तर कस्तो अड्याएको जस्तो देख्न सकिन्छ गाइज यहाँनिर। यहाँ पनि रहेछ। यहाँ चाहिँ के हो ल, के बिरालो हो? यहाँ चाहिँ के बिरालो हो कि वालाबी ओम्ब्याट समथिङ अब के को होइन, के को टट्टी रहेछ यहाँ देख्न सकिन्छ गाइज। देखाइदिउँ न होइन ब्लगमा पनि। त्यही हो, त्यही अब तपाईँहरूलाई नि हिँड्न मनपर्छ, प्रकृतिसँग चाहिँ हुन्छ नि हराउन मनपर्छ भने चाहिँ अफकोर्स आउनुहोस् होइन। अब धेरै ठाउँहरू छ ताजमहलमा यस्तो नेचुरल प्लेसेसहरू चाहिँ होइन। अनि यो पनि वान अफ देम हो, राम्रो छ। अनि बाटो पनि सजिलो, नजिक पनि होइन। इभन अब सर्ट टाइममा पनि आउन सकियो, घुम्न सकियो। सो उ त्यहाँनिर चाहिँ ओम्ब्याट हो कि के हो यार, वालनेर छ उ त्यहाँको, सानो छ होइन। मेबी वालाबी हो। अलि जुम भएन, अब यसबाट चाहिँ जुमै हुँदैन क्या, त्यही छ समस्या चाहिँ। भागिरहेछ, वालाबी हो। सो हामी चाहिँ अब कति हाफ एन आवर चाहिँ हिँडिसक्यौँ। हल्का तिर्खा लागेको अवस्था, मनिषाले चाहिँ पानी पिउँदैछन्, अब म पनि पिइदिन्छु होइन। ताजमहलको पानी हो होइन, चिसो फ्रेस। ओके लेट्स गो। अब धेरै हिँड्नु पर्दैन होला है यहाँबाट, कति 15 मिनट। त्यो माथि देख्न सकिन्छ डाँडा, त्यहाँ चाहिँ केभ्सहरू छ अरे होइन। अनि हामी चाहिँ अब त्यही
हेर्नलाई जाँदै हो। अनि अरू पनि छन् मान्छेहरू पारि देख्न सकिन्छ। कोही फर्किँदैछन्, कोही चाहिँ अझै जाँदैछन्, जस्ट लाइक अस होइन, हामी पनि जाँदै हो। अब सो हामी चाहिँ हिँड्दा हिँड्दै थाकेको भन्ने कि के भन्ने, थाकेको होइन, थाकेको त होइन, थाकेको त होइन, तर यहाँ एकदम हुन्छ नि अब चिसो ठाउँमा हल्का वार्म हुन्छ नि, सन्नी डे छ आज चाहिँ, त्यही भएर यो ढुङ्गा चाहिँ यहाँ चाहिँ ढुङ्गा रहेछ एउटा ठुलो होइन। अनि यहाँनिर चाहिँ एकछिन अनि सनबाथ लिनलाई बसिरहेछन्। यता देख्न सकिन्छ यो जङ्गलको भ्यू छ होइन। अनि यताबाट चाहिँ यहाँनिर चाहिँ यो ढुङ्गा तल चाहिँ यस्तो छ है, फेरि यस्तो यहाँ तल खाल्डो छ, फेरि यहाँ अलिक डेन्जरै छ। सो यहाँ चाहिँ हुन्छ नि ब्रिज, स्टोन ब्रिज रहेछ होइन, सानो क्रिकमा पनि देख्न सक्नुहुन्छ यहाँ। सो यहाँ चाहिँ काठको यो के छ बोक्रा भन्नाले ताछेर चाहिँ यसको बस्ने बनाएर रहेछ अनि यस्तो छ यहाँ चाहिँ। अब पुरा स्टोन चाहिँ फुटाएर हुन्छ नि यस्तोबाट, यो ऊबाट चाहिँ होइन पिन गरेर चाहिँ यस्तो राम्रो बस्ने चेयर बनाएको छ होइन, नेचुरल प्राकृतिक होइन। जे छ अब प्रकृतिमा जे छ त्यसलाई प्रिजर्भ गरेर बनाउँछ यहाँ चाहिँ, त्यो राम्रो एस्पेक्ट हो होइन। अब नेपालमा भए चाहिँ हुन्छ नि अब चाहिँ नि यस्तोमा चाहिँ त्यो पुरा अब सिमेन्टेड होइन, यताउति त्यो मेटलहरू युज गरेर बनाउँछ होइन। अनि त्यो चाहिँ अब कस्टली भयो नि त होइन। अनि आफूसँग जे छ नेचुरल रिसोर्सेसहरू त्यसलाई युटिलाइज गरेर बनायो भने चाहिँ इकोनोमिकल्ली पनि अब फिजिबल हुन्छ, सस्तो हुन्छ, राम्रो पनि भयो होइन। नेचरलाई पनि राम्रो यस्तो देख्न सकिन्छ काठको होइन, दामी छ। म पनि बसेर देखाउँछु होइन। ल दामी छ नि होइन, ठुलो वाइड एकदम फराकिलो पनि होइन। सो यो चाहिँ राम्रो कुरा हो, हामीले पनि अब सिक्नु चाहिँ पर्छ नेपालले पनि यस्तो कुराहरू चाहिँ। अब त्यही हो गाइस। के रहेछ यहाँ अनि यहाँ चाहिँ केप जस्तो छ। अनि अब यो बाटो त जाने होइन होला होइन, यो त बाटो छैन है, पाइन जस्तो पनि छ। तर कस्तो हरियो के अरू सबै उ छ नि त, पाइन हो कि यो चाहिँ हरियो रहेछ। अब यस्तै त हो यहाँको। सो अब यो बाटो त्यो त बाटो चाहिँ छैन, होइन तर कस्तो हरियो के यो। यो चाहिँ अब प्लान्ट हो नि, प्लान्ट मात्र कस्तो अचम्मको रहेछ है, राम्रो प्लान्ट चाहिँ देख्न सकिन्छ यहाँ। अनि के प्लान्ट होला यो है। बाटो चाहिँ अलि अप्ठ्यारो छ गाइज होइन। यो अब यो साइडबाट चाहिँ हुन्छ नि यता के छ भने यो हल्का उकालो नि छ, अनि यो ढुङ्गाहरू छ नि ठुल्ठुलो, यताउति छ अनस्टेबल, त्यही भएर अलिक ध्यान दिएर चाहिँ हिँड्नुपर्छ। फेरि अनुप चाहिँ ध्यान दिएर हिँड्दै हुनुहुन्छ। तर फेरि ध्यान दिँदा दिँदै लड्डेला भन्ने डर छ है। फेरि उड युज गरेर छ कि होइन, उड युज गरेर चाहिँ बनाएको छ। यता अब यो माटोहरू यताउति खस्छ न, के रहेछ यो सिड्सहरू। तर यही प्लान्टको हो नि यो त हरियोवाला, यो त सल्लाह जस्तो छ खन्दै के भन्छ सिड्सहरू रहेछ। के हो यो अब देखाउँदै के को सिड्स है, राम्रो छ यस्तो छ। अनुपलाई चाहिँ यस्तै ठाउँहरू मनपर्छ, त्यही भएर ऊ चाहिँ एकदम एक्साइटेड भइरहेको हुन्छ यस्तो ठाउँमा हिँड्नको लागि। अब यो चाहिँ हाम्रो नेपालको हुन्छ नि पाहाडतिर गाउँतिर पनि यस्तै हुन्छ नि ठ्याक्कै होइन। दोलखातिर नि यस्तै हुन्छ। म त दोलखामा जन्मे हो होइन, पहाडी वातावरणमा हुर्किया भएर जस मलाई चाहिँ यस्तो नेचर चाहिँ एकदमै मनपर्छ होइन। अनि त्यही हो अब। अनि निजगढतिर पनि म त अब सानोतिर जङ्गलतिर गइरहेको बानी होइन, त्यही भएर चाहिँ मलाई चाहिँ एकदम मनपर्छ। यस्तो छ बाटो चाहिँ अलि अप्ठ्यारो आइरहेको छ। यता चाहिँ घाँसहरू यस्तो छ, अनि वी हेभ टु बी एक्स्ट्रा केयरफुल एज वेल। यहाँ चाहिँ अब हुन्छ नि स्नेकहरू पनि हुन्छ अरे होइन, त्यही भएर चाहिँ अब यो घाँसहरू छ नि एकदम सार्प हुन्छ। यो नेपालतिर सिरु भन्छ नि, सिरु त्यस्तै हुन्छ, एकदम सार्प हुन्छ, काट्न सक्छ। अनि यो साइडमा पनि छ अब ठुल्ठुलो स्टोनहरू छ, हावा चल्दाखेरि चाहिँ अलिकति त्यही हो केयरफुल हुनु पऱ्यो। अनि टाइगर स्नेक्सहरू चाहिँ हुन्छ है फेरि यो एरियामा चाहिँ टाइगर स्नेक्सहरू हुन्छ। अनि आज फेरि सन्नी डे छ होइन, सन्नी डे यस्तो वार्म डेमा चाहिँ तिनीहरू चाहिँ यस्तो अब ढुङ्गातिर हुन्छ नि यस्तोतिर निस्केर बस्या हुनसक्छ। सो त्यसको लागि चाहिँ हामी केयरफुल हुनुपर्छ, झाडीतिर यताउति चाहिँ जानु भएन। त्यही हो, बाटो यस्तो छ, हामी मुभ हुँदैछौँ। गाह्रो छ होइन, अब अलिकति भिरालै रहेछ कि के हो भन्ने हो यसलाई, के भन्ने मान्छेलाई खोइ। अब यतापट्टि छ होइन, के हुन्छ यहाँ अब केप जस्तो खोइ त देखाउ त। यहाँ छ
अब यो ठाउँ चाहिँ त्यही हो, हामी पनि आएकै केभ्सहरू हेर्नलाई होइन। चम्सी भेल वाइल्ड लाइफ रिजर्भ केभ होइन, यहाँ पनि केभ जस्तै छ, देख्न सकिन्छ यतातिर होइन। भित्र चाहिँ नजानु होला है। अब योभन्दा दामी दामी केभ्सहरू चाहिँ यता माथितिर छ क्या फेरि। सो त्यता जान्छ हेर यतै खालको गरेर ल खै म निकाल्छु। अनि यस्तो अब खतरनाक केभ्सहरू चाहिँ छ क्या। अनि मान्छे चाहिँ होइन केभमा पोज दिइरहेको अवस्था छ। अनि ठुलो छ अब यो, अब हुन्छ नि यसो माथि मासतिर झन् डेन्जर छ। हो माथि ठुल्ठुलो रक्सहरू छ होइन। हामी चाहिँ त्यहाँ माथि जान्छौँ, हाम्रो टार्गेट भनेको त्यही हो आज। र बाटो चाहिँ कम्पेरिटिभली डिफिकल्ट छ है। अब हेरौँ। कस्तो छ है, डर लाग्दो त्यो ढुङ्गाहरू खस्ला जस्तो लाग्ने। माथि जस्तो छ गाइस। सो म चाहिँ केभभित्र बसिसकेको छु। सो डर लाग्छ गाइज होइन। चट्टानभित्र हो यो चाहिँ, आउँछ यता। अब यो चट्टान खस्यो भने त जे नि हुनसक्छ होइन, त्यस्तो चाहिँ नहोस्। हो यो केभ चाहिँ एकदमै लामो छ, तपाईँहरू देख्न सक्नुहुन्छ। यो अब यस्तो चट्टानहरूबाट चाहिँ बनेको छ। मनिषा पनि अलिक पर नै छ, अझै आउँदै हो पनि होइन। अनि यो माथि छ यस्तो होइन, अब जे पनि हुनसक्छ यहाँ। सो रिक्सी हो काम चाहिँ। सो म निस्किँदैछु, म यहाँ चाहिँ धेरै टाइम बस्नु चाहिँ अब त्यही हो। अब यहाँ अलिक धेरै टाइम बस्न चाहिँ डर पनि लाग्यो मलाई नि। घर निस्किँदैछु, साह्रो सबै मेरो ब्याग अड्क्यो। डर लाग्दो छैन त नि। अनि यस्तो छ कि अब हुन्छ नि चट्टानहरू अब खस्न पनि सक्छ होइन, जेन त हुनसक्यो। अनि अब यता पनि देख्न सकिन्छ, यहाँबाट अर्को पाल छ कहाँ पुग्ने हो। अनि यहाँ सब डर नलाग्ने मान्छे डराएको छैन भन्छ होइन, तर पनि यस्तोमा आउँदा चाहिँ डराउनै पर्छ गाइज होइन। केयरफुल हुनुपर्छ, डराउने भन्दा नि। यस्तो छ चट्टानहरू। निस्किँदैछु म, अब उभिन त मिल्दैन। हल्का बामे सर्दै निस्किनुपर्छ गाइज, बामे सर्दै। सो फाइनल्ली हामी चाहिँ गुफाको अगाडि भागमा आइपुगिसकेका छौँ। तैपनि गुफा चाहिँ अझै पनि छ यहाँ, देख्न सकिन्छ। हामी यस्तो केभभित्र छौँ गाइज। यो रहेको छ चाउन्सी भेल वाइल्ड लाइफ रिजर्भको चाहिँ केभ होइन। अब चाहिँ नि त्यही हो, यहाँबाट चाहिँ यता निस्किन्छु म। सो फेरि पनि म तपाईँहरूलाई केभ देखाउँछु होइन। न्यानो घाम लागिरहेछ अनि केभमा चाहिँ बसिरहेको होइन। यत्तिकै भ्यू हेर्दै यता पारि चाहिँ के छ, अब डाँडाहरू छ, फोरेस्ट, मिठो हावा लागिरहेछ होइन, चिसो बतास। बस्नको लागि चाहिँ आनन्द रहेछ। त्यसैले हामी केभभित्र चाहिँ एकछिन चाहिँ आराम गऱ्यौँ, बस्यौँ यहाँ, फोटोहरू खिच्यौँ होइन। त्यही हो। त्यही 5 मिनट जति चाहिँ हामी एकछिन यहाँ हुन्छ नि अब पिसफुल उसको लागि चाहिँ हुन्छ नि मेडिटेसन गर्छौँ होइन। त्यही त हो, अब यस्तो नेचुरल प्लेसमा आएपछि चाहिँ हुन्छ नि मन पनि आनन्द हुन्छ, शान्त हुन्छ होइन। सो हामी चाहिँ त्यो मेडिटेसन गर्छौँ अराउन्ड 5 मिनट होइन। लेट्स गो। ओम नमो शिवाय। ल त्यही हामी चाहिँ करिब 5 मिनट जति चाहिँ मेडिटेसन गऱ्यौँ
अनलाई चाहिँ आनन्द बनायौँ, शान्त बनायौँ। अब यो केप त भइहाल्यो। अब अझै पनि यसको चाहिँ टपमा चाहिँ अझै पनि धेरै ठाउँहरू चाहिँ एक्सप्लोर गर्नलाई चाहिँ बाँकी नै छ। हामी चाहिँ अब त्यता जाँदैछौँ गाइज होइन। अलमोस्ट हामी चाहिँ कति होइन हाफ एन आवर चाहिँ स्पेन्ड गऱ्यौँ होइन। सो एकदमै राम्रो छ होइन। तपाईँहरू आउँदाखेरि पनि अब यो चौन्सी भेल वाइल्ड लाइफ रिजर्भ आउनुभयो भने चाहिँ यो केप साइड चाहिँ अवश्य पनि नछुटाउनु होला। एकदमै आनन्द छ, पिसफुल होइन। अब शान्त पनि छ, मान्छेहरू त्यति छैनन् होइन। इभन दो आज विकेन्ड हो होइन, विकेन्ड भए पनि अब मान्छेहरू छन् तर अब तलतिर छन्, कोही मासतिर होइन। त्यही त हो नि, स्क्याटर्ड भएको छन्। अब ठुलो एरिया छ होइन, यस्तो बस्नलाई अब यस्तो हुन्छ नि, यो अब स्टोनतिर हुन्छ नि, त्यही हो। अब राम्रै हुन्छ नि त यो स्टोन भनेपछि त अब त्यही हो। हाम्रो पुर्खाहरू पनि यस्तै अब हुन्छ नि, हाम्रो पुर्खाहरू पनि यस्तै अब केपतिर बस्ने हुन्छ नि, केपबाट चाहिँ नि इभोल्युसन भएर आएको। त्यही भएर होला हामीलाई पनि अब केप सेपहरू यस्तो चाहिँ मनपर्छ डेफिनेटली होइन। यो हाम्रो ह्युमन नेचर हो। हामी यसलाई चाहिँ हुन्छ नि इन्कार गर्न चाहिँ डेफिनेटली सकिन्न नि त, हो कि नै। अब केप भनेर अब हामी जतिसुकै मोडर्न हाउसमा बसे पनि, लिभिङ भए पनि होइन, हामीलाई चाहिँ यस्तै फरेस्टहरू मनपर्छ, केभहरू, स्टोन अब हुन्छ नि स्टोन आर्किटेक्टहरू यस्तो चाहिँ डेफिनेटली मनपर्छ, हामीलाई एट्र्याक्ट गर्छ त्यसले। त्यही हो गाइज होइन। लेट्स गो। केही त छुटेन, सबै छ होइन, सबै छ होइन। ल ओके, सो हामी चाहिँ यो बाटो जाँदैछौँ है त। मान्छे रेडी हो, ब्याग प्याक होइन बोकेर उप अब ओहो ल होइन। ल अलिक ख्याल गरेर जाऊँ यहाँबाट चाहिँ, किनकि यस्तो भिरालो सिरालो छ होइन। त्यही त हो गाइज, तनाव हुन्छ लड्यो भने यस्तो अप्ठ्यारो बाटोमा। अब म चाहिँ यस्तो हुन्छ नि यहाँबाट ओहे ओहे गर्दै जाँदैछु अनि ऊ त्यहाँनिर जाने हो कि यो साइडपट्टि छ पारी जङ्गलले गर्दा चाहिँ एकदम हुन्छ नि कुल देखिरहेछ, हुन्छ नि शीतल देखिरहेछ। यता सन घाम लागिरहेछ होइन। अनि यो पारी छ डाँडा, यो डाँडा पारी छ केम्पटन होइन। अब लन्चस्टन जाने हाइवे पनि त्यता पारी हो होइन। अब यता यो पारिपट्टि त यता होबार्ट छ होइन। यहाँ रुख छ, रुखमा चाहिँ यस्तो चाहिँ धेरै हुँदो रहेछ यहाँ चाहिँ, किनभने ताजमानीतिर रुखतिर चाहिँ यस्तो टोडको गुफा जस्तो। अनि यहाँ रहेछ अर्को केप जस्तो होइन। म जाँदैछु त्यहाँ पनि, यहाँबाट गाइस होइन। अनि यहाँ गाह्रो छ जानलाई त होइन। एकदमै गाह्रो छ यस्तोमा चढ्न चाहिँ तपाईँहरू ट्राई नगर्नु होला होइन। अब म पनि त ट्राई त भन्नाले त्यस्तो रिस्क चाहिँ त छैन, तै पनि बी केयरफुल इफ यु ट्राई दिस, इफ यु एभर ट्राई दिस। यताबाट घुमेर जानुपर्छ होइन, यहाँबाट देख्न सकिन्छ। ओके, सो म चाहिँ फाइनली माथि आइपुगिसकेको छु गाइस। हावा पनि लागिरहेछ। यहाँबाट देख्दो रहेछ भ्यू। मन्सा तिमी पनि आउनु यहाँ। अब मन्सालाई पनि मैले यहाँ बोलाएको छु होइन। मन्सा एकदमै तल छ है गाइस, यहाँबाट अब हेर्न सक्नुहुन्छ तपाईँहरू। मन्सा एकदमै तल छैन होइन। मन्सा पनि आइसकेको छैन होइन फाइनल्ली। यहाँनिर अलिकति डिफिकल्ट राइड छ यहाँ चाहिँ। अनि के रहेछ हेर न यहाँ कस्तो है, एकदम स्ट्रङ छ। कमजोर छ कि नट सो स्ट्रङ हो, अलि सफ्ट छ जस्तो छ हो। लेट मी हेभ ट्राई। होइन बलियै छ। हामीहरूले उसमा के बिचहरूमा बालुवा हुन्छ नि त्यस्तै अब त्यस्तै खालको रहेछ के गरी टुक्रेर यो हावाहरूले हो। यहाँ त अब आई थिङ्क अब यहाँ पानी त थिएन होला होइन, यसरी यो कट हुनलाई त होइन, वाटरले त होइन। अब यहाँ चाहिँ विन्डहरूले अब यस्तै केही अब हुन्छ नि। यहाँ चाहिँ अब यस्तो रहेछ कि ढुङ्गा जाने होइन, अलिकति खतरनाकै छ होइन। अब यो हुन्छ नि यस्तो पाहाड छ कि गाइज होइन, पाहाड त होइन कि स्टोनकै हुन्छ नि। यहाँबाट अब एकदमै ठुलो बिग स्टोन छ। यताबाट गए पनि हुन्छ, यताबाट चाहिँ नजाने हामीलाई, किनकि यस्तो डिफिकल्टबाट चाहिँ के जाने हो। ठिकै पनि छ, जाने भ्याउ ल हुन्छ। तिमी त्यताबाट आऊ, म यताबाट जान्छु है त। एकदमै रक छ यहाँ चाहिँ देख्न सकिन्छ। अनि यो पारिपट्टि छ यो फरेस्ट। मनिषा त कहाँ हो कहाँ पर देखिरहेको छ होइन। म छु यता। एकदमै न्यारो छ बाटो चाहिँ, एकदम केयरफुल भएर हिँड्नुपर्छ। र यहाँ छ समथिङ लाइक ह्याङ्गिङ रक होइन, समथिङ लाइक ह्याङ्गिङ रक। यहाँबाट चाहिँ नि भिड पनि रहेछ हौ, तर ओहो डर लाग्दो रहेछ। ओ माई गड, भेरी डेन्जरस है। यहाँबाट चाहिँ देख्न सकिन्छ ह्याङ्गिङ रक। ल हेर्नु है त यहाँ।
सो अब यहाँबाट त उता जानलाई चाहिँ सकिन्छ सकिँदैन के हो यहाँ चाहिँ अब हुन्छ नि यस्तो ह्याङ्गिङ रक छ डेन्जर होइन लुक सो डेन्जर होइन मेरो चाहिँ खुट्टा कामिरहेछ होइन सो अलिकति डर लाग्दो रहेछ सो यो चाहिँ के हो फेरि यो शिलाजित हो कि क्या यस्तै हुन्छ होइन शिलाजित पनि नेपालतिर यस्तै ऊ हुन्थ्यो यो पनि शिलाजितै हो कि क्या होइन होला शिलाजित त तर खै के हो गर्ने अब यस्तै ठाउँमा हुने हुन चाहिँ हजुर ल ल सो मलाई चाहिँ डर लाग्यो गाइज होइन म चाहिँ फर्किएको छु अब यहाँबाट चाहिँ किनकि एकदमै रिस्की छ स्टोन छ होइन हार्ड स्टोन छ अलिकति स्लिप भयो भने पनि अब खतरा हुनसक्छ होइन यहाँ देख्न सकिन्छ एकदमै स्टिप छ भिडियोमा नदेखे पनि यो चाहिँ एकदम डेन्जर छ पारिपट्टि जङ्गल छ होइन एक्चुअली चाहिँ म चाहिँ यहाँबाट जानु पर्थ्यो यहाँनिरबाट चाहिँ एकदमै डिफिकल्ट छ हेर्नुहोस् होइन यो बेन्ट ऊ छ होइन सो म चाहिँ सजिलो बाटो ब्याक हुँदैछु गाइज केयरफुल हुनुपर्छ गाइज सो म आइसकेको छु यो केभभित्र र हाम्रो डेस्टिनेसन पनि यही थियो आज होइन चाउन्सीभेल केभ चाउन्सीभेल केभ होइन यो भयो अनि यो भित्र पनि छ यता यताबाट यहाँबाट पारी गयो भने उता नि छ यो छ होइन यो चाहिँ चट्टानहरूको यस्तो केभ बनेको रहेछ टपमा यो हामी अघि बसेको ठाउँ एउटा भयो यहाँबाट माथि माथि धेरै छन् यस्तो ठाउँहरू यतापट्टिको पारिपट्टिको जङ्गलको भ्यू चाहिँ यस्तो छ अनि अनुप चाहिँ बिस्तारै डराइ गइरहनु भएको छ किनकि तलपट्टि भिड छ अनि यहाँबाट लड्यो भने त कहाँ पुगिन्छ भन्ने डरले यस्तो गर्दै हुनुहुन्छ होइन अनुपजी यहाँनिर एउटा के भयो यहाँबाट अरू पनि जाने ठाउँहरू छ किनभने यो पुरै राउन्डमै यस्तो रहेछ अनि वहाँ परसम्म जान सक्दो रहेछ हामीहरू खासमा अब हामी एक दुईवटा फोटोहरू खिच्छौँ यहाँनिर अनि फेरि भिडियो कन्टिन्यू गर्छौँ सो गाइज होइन यहाँ चाहिँ के हो यो वालाबी हो वालाबी छ होइन त्यसले चाहिँ हामीले देखेको छैन भने लुकिरहेछ अब तर यहाँनिर देख्न सक्नुहुन्छ वालाबी सो क्युट यु क्यान सी देयर हो वालाबी छ होइन भागिरहेछ त्यही हो अब चाहिँ साँझ पऱ्यो होइन अनि साँझ परेपछि यस्तो वालाबी अम्ब्याटहरू चाहिँ हामीले देख्न सकिन्छ अनि नभन्दै अहिले चाहिँ हामीले देखिसकेका छौँ अरू पनि चाहिँ यहाँ धेरै नै छ ऊ त्यहाँ छ कस्तो मजाले हेऱ्यो कि ओके त्यही हो गाइज अब हामीले चाहिँ हाम्रो स्न्याक्सहरू पनि लिइसक्यौँ होइन खानेकुराहरू यसो अब जे ल्याएको थियौँ त्यही खायौँ होइन अब चाहिँ अब साँझ पनि हुँदैछ होइन कति 5 बजिसक्यो अब यहाँबाट हामी चाहिँ फर्किनु पनि पर्छ त्यही हो 1 घन्टा चाहिँ लाग्छ यहाँबाट फर्किनलाई फेरि अब हाम्रो हुन्छ नि के भन्छ 1 घन्टा चाहिँ लाग्छ यहाँबाट फर्किनलाई हाम्रो डेस्टिनेसनसम्म पुग्नलाई होइन त्यही भएर चाहिँ अब आजको भिडियो चाहिँ हामी यहीँ एन्ड गर्दै छुट्टिनेछौँ हस् त बाई बाई